नमस्कार साथीहरू, म राजन श्रेष्ठ, सेयर बजारको एउटा सानो लगानीकर्ता। अब सेयर बजारमा ठुलाले मात्रै कमाउँछन्, सानाले कहिल्यै कमाउन सक्दैन भन्ने कुरा बारम्बार आइरहन्छ। हो, एकदम साँचो कुरा हो। सेयर बजारमा ठुलाले मात्रै कमाउँछन्, साना कहिले कमाउँदैन। किन त? किन यस्तो हुन्छ? ल सुन्नुहोस्, जब सेयर 1000 मा हुन्छ सेयरको मूल्य, अनि 1000 बाट घट्दै 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 700 800 मा आउँछ, अनि यस्तो न्युज फैलिन्छ कि एकदम नेगेटिभ नराम्रो न्युजहरू, आन्दोलन हुँदैछ अरे, सरकार ढल्दैछ अरे, व्यवस्था परिवर्तन हुँदैछ अरे, अब त राजा नै आउँदैछ अरे, यस्तो हुन्छ। अनि साना लगानीकर्ता प्यानिक भएर सेयर फाल्छन्, जति तल आउँछ सेयरको मूल्य फाल्दै जान्छन्, जति झर्छ फाल्दै जान्छन्, अब त खतमै हुने भयो। त्यति बेला कसैले न कसैले त उठाएको हुन्छ। कसले उठाइरहेको हुन्छ त भन्दा त्यो जोसँग धेरै पैसा छ तिनै ठुला लगानीकर्ताहरूले उठाइरहेको हुन्छन्, मजाले उठाइरहन्छन्। अनि फेरि त्यो सबै न्युज सेलाउँदै जान्छ, अनि एउटा राम्रो माहौल त आउँछ, अनि फेरि ठुलाले उडाउँछन्। अब सेयर बढ्दै माथि जान्छ। ल, हामीले सेयर फाल्यौँ भने मार्केट बढ्छ, हामीले सेयर किन्यौँ भने मार्केट घट्छ। यो सेयर बजारमा सकिँदो रहेछ भन्छ सानाले। अनि ठुलाले उडाउँदै जबसम्म उनको सेयर बिक्री हुँदैन उडाउँदै माथि लान्छ। अनि साना लगानीकर्ता उफ्री अब त सेयरै किन्न पाइन्न, अब त यो 800 1000 का सेयर त 2500 3000 5000 पुग्छ भन्छन्। अब त किन्नै पाइन्न गरेर उफ्रिँदै किन्दै जान्छन्। अनि जब टुप्पा पुग्छ, अनि फेरि ठुलाले सेयर बेचेर देखाउँछन्, अनि फेरि नेगेटिभ न्युज ल्याउँछन् कथाकथनलाई। फेरि आन्दोलन सुरु, सरकार ढल्न लाग्यो, सरकारले यस्तो भन्यो, अर्थतन्त्र डामाडोल भयो, अब राजा आउँदैछ अरे, व्यवस्था परिवर्तन हुँदैछ, अब त खतमै हुन्छ, हामीले सेयर सब बेचेर निस्किनु पर्छ भनेर हल्ला भएको छ। अनि साना लगानीकर्ता फेरि तिनै ठुलाका पछि लाएर तिनीहरूकै कुरा सुनेर सेयर फाल्न सुरु गर्छन्। जब सेयर फाल्न सुरु गर्छ, सेयर बजार छर्दै तल आइपुग्छ। अनि ठुला लगानीकर्ताहरूले उठाउँदै जान्छन्, भारी बोक्छन्, थैलो भर्छन्। अनि फेरि के हुन्छ त भन्दा तिनीहरूले थैलो भरिसकेपछि यो प्रक्रिया त चलिरहन्छ। ए बाबा, अहिले राष्ट्रपति हुँदैमा के फरक परेको छ? भोलि राजा हुँदैमा के नै फरक पर्ने हो र? आजको सरकार हुँदैमा के नै भएको छ र भोलि नयाँ सरकार आउँदैमा के नै त्यस्तो परिवर्तन हुने हो र? ल हेर्नुहोस् त, आखिरमा ब्याङ्क जुनसुकै